लो नमस्कार गैराको सन्तोष ढकाल हजुरको जग्गा देखाइदिनुस् डिलामणि किसिम दाइ देखाइदिनुस् भन्नुभएको थियो। अब मैले तपाईँको जग्गा देखाइदिँदैछु। अब हेर्तो ब्यासिया ठुल्दाईको गोरु हेरियो कालो डिलामणि किसिम दाइको हेर्तो रातो भन्दा रातो गोरु डिलामणि किसिम दाइको त्यसपछि यो कालो ब्यासिया सुमनको जापानबाट हेर्नु भएको छ उहाँले। ल्याउनुहोस् तपाईँको जग्गा बाँझो। अब बाँझो पनि किन नहोस्, तपाईँलाई गाउँमा यहाँ चाहिँ गैरा सन्तोष ढकाल भनेर सबैले चिन्थे। तपाईँ अहिले पोखरामा बस्ने भएर के अरे सङ्कल्प ढकाल लेख्नु भएको रहेछ तपाईँले। अस्तिको भिडियोमा गोरु चराउँदाखेरि मेरो खले गोरु देखिएन भन्नुभएको थियो। अब खले गोरु त तपाईँले कहाँबाट देख्नुहुन्छ त नि। अब यहाँ गाउँमा तपाईँलाई के अरे गैराको सन्तोष ढकाल भनेर सारा बच्चाले चिन्छन्। अब पोखरामा बसेँ भनेर सङ्कल्प ढकाल भन्नुहुन्छ। मैले चिन्दिनँ तपाईँलाई सङ्कल्प ढकाल भनेर। ल्याउनुहोस् तपाईँको खेत हेर्नुहोस् त, ल्याउनु रुदेलो पाती फुलेर ल्याउनुहोस्। ल चिन्नुहोस् अब तपाईँको फोटो कुन कुन हो। हेर त तल उत्तिसको रुख भयो ती तपाईँको यो हेऱ्यो खिरा रुख भयो। ल्याउनुहोस्, म अलिकति टाढामा छु। ल्याउनुहोस् हेर्नुहोस् त ए ल्याउनुहोस्, यो गतेरा भन्ने ठाउँ हो। यी चिलाउने बुटो नि देख्नुभयो होला। ए ठिकै छ, तपाईँले जग्गा बाँझो राख्यो नि सबजनालाई यहाँ गोरु चराउन भएको छ। तर धर्म तपाईँले गर्नुभएको छ। खेती लाएर नखाए पनि गोरु त चराएछन् नि। एउटाको आत्माले त आशीर्वाद दिएको छ। सङ्कल्प ढकाल भाइ, तपाईँलाई सङ्कल्प भनेर चिन्दैनन् यहाँ गाउँमा होइन। त्यो चिन्दैनन्। त्यसपछि चाहिँ त्यो गतेराको उसको पिपलको बुटो हेर यतापट्टिको त्यो खिर्रा बुटो होइन। ल्याउनुहोस् तपाईँको जग्गा कता कता हो तपाईँले चिन्नुहुन्छ। तपाईँको आँटो साँझो राम्रोसँग ल हेर्नु होला। तपाईँले जग्गा बाँझा राखे पनि यहाँ दुनियाँको गोरु चराएका छन्, आशीर्वाद तपाईँलाई दिएका छन्। त्यही भएर तपाईँले नाम सङ्कल्प ढकाल राख्नुभयो होला। ल तपाईँलाई पनि धन्यवाद छ। ल ल्याउनुहोस् ल्याउनुहोस् त सब उत्तिस भोरिया सब उत्तिस भोरिया। ल्याउनुहोस्, खोलाले यति हानिसक्यो। 12 वर्षमा खोलो फर्किन्छ भने त 36 वर्षमा खोलो फर्किने भयो। ल्याउनुहोस्, खोलाले यत्रो जग्गा सबै भ्यासभुसै पारो। अब के हेर्ने। अब मान्छे भयो अब झगडा हार्ने थिए, खोलासँग झगडा हारेर भएन। दैव लासी ला हो त। अब हेर त औसेलु पाकेर गैरा सन्तोष भाइ ल्याउनुहोस् औसेलु। आउ बरु औसेलु खान यार। ल यो भिडियो गैराको सन्तोष भाइ तपाईँ पोखरासम्म पुग्योस्। तपाईँलाई पोखरामा फेरि सङ्कल्प ढकाल भनेर चिन्दो रहेछ नि, हामीले चिन्दैनौँ। के हेर्ने त नि, नाम फेरि राख्नुभएको छ। ल धन्यवाद छ। औसेलु खाने भए आउनुहोस्, तपाईँको जग्गामा औसेलु पाकेर लथालिङ्गै छ। ल ल्याउनुहोस् डिलामणि कृष्णको गोरु ल्याउनुहोस्। ब्यासिया कान्छा दाई भनेर नि चिन्छन्, ब्यासिया ठुल दाई तपाईँहरूका माउली पर्छन् होला। ल्याउनुहोस्। ल नमस्कार, यो भिडियो तपाईँसम्म पुगोस्। ल धन्यवाद।